के तपाईलाई बारम्बार पेट दुख्ने, पेट पोल्ने, पेट फुल्ने, थोरै खाना खाए पनि पेट डुम्म भएको जस्तो हुने, बारम्बार उल्टी आउला जस्तो हुने र बारम्बार डकार आउने जस्तो समस्या छ? यदि छ भने तपाईलाई एच पाइलोरी इन्फेक्सन भएको हुन सक्छ। नमस्ते, म डाक्टर विवेक लुइटेल, एस कलेज अफ मेडिकल साइन्समा ग्यास्ट्रोइन्ट्रोलोजी विभागमा कार्यरत रेजिडेन्ट डाक्टर हो। आज म तपाईहरुलाई एच पाइलोरी इन्फेक्सन र यसको लागि पत्ता लगाउन गर्ने जाँच युरिया ब्रेथ टेस्टको बारेमा केही कुरा बताउन गइरहेको छु। एच पाइलोरी एउटा कीटाणु हो जुन हाम्रो पेटमा बस्छ र यसले हाम्रो पेटको भित्री भागमा सोलन गराउन सक्छ जसलाई हामी ग्यास्ट्राइटिस भन्छौँ। यसले पेट र आन्द्रामा घाउहरू बनाउन सक्छ जसलाई हामी अल्सर भन्छौँ र लामो समयसम्म यसको उपचार गरिएन भने यसले क्यान्सर पनि बनाउन सक्छ। अब यसको लागि उपचार गर्नलाई धेरै पद्धतिहरू छ। सबैभन्दा सजिलो र भरपर्दो उपाय भनेको युरिया ब्रेथ टेस्ट हो। यो बिना इन्डोस्कोपी गर्न सकिन्छ, यो दुखाइरहित हुन्छ, यो छोटो समयमै गर्न सकिन्छ र यसको लागि लामो समय खाली पेट बस्नु पर्दैन। यो बच्चाहरूलाई पनि गर्न सजिलो छ र यो गर्भवती महिलामा पनि गर्न मिल्छ। यो गर्नको लागि हामी पहिला बिरामीलाई एउटा सानो प्लास्टिकको ब्यागमा हावा फुक्न दिन्छौँ र त्यसपछि युरिया घुलित पानी दिएर आधा घण्टापछि फेरि अर्को प्लास्टिकको ब्यागमा हावा भर्न दिन्छौँ र यो दुईटा ब्याग लगेर हामी मेसिनमा राख्छौँ र यसले एच पाइलोरी भएको नभएको जानकारी दिन्छ। यो गर्नलाई कम्तीमा पनि 2 हप्ता ग्यास्ट्रिक औषधि जस्तै प्यान्टोप्राजोल, ओमेप्राजोल, इसोमेप्राजोल, र्याबोप्राजोल खानु हुँदैन। यदि तपाईले एन्टिबायोटिक खानु भएको छ भने यो टेस्ट 4 हप्तासम्म गर्न मिल्दैन। यदि तपाईलाई पनि बारम्बार पेट दुख्ने, पेट पोल्ने, पेट फुलेको जस्तो हुने, थोरै खाना खाएपछि नि पेट भरिएको जस्तो हुने र बारम्बार डकार आउने, उल्टी आउने जस्तो समस्या छ भने तपाईँ यस कलेज अफ मेडिकल साइन्सको ग्यास्ट्रोइन्ट्रोलोजी विभागमा आएर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।